ओइ तेरो स्वरलाई के भयो किन बाख्रा जस्तो बोलेको खोइ घरिघरि कसको आत्मा चढ्छ कोनी यस्तै स्वर निस्किन्छ मैले भन्नु खोजेको चाहिँ रवि र बालेन प्रधानमन्त्री बन्दैन के हर्क साम्पाङ बन्छ प्रधानमन्त्री तेरो बाउले भन्थ्यौ बन्छ हर्क साम्पाङ जतिखेर पनि बालेनको खेदो खनिरा हुन्छ अरूको खेदो खनेर प्रधानमन्त्री बनिन्छ त्यसो भए को बन्ला त यसपालिको प्रधानमन्त्री मलाई थाहा छ को बन्छ यसपालिको प्रधानमन्त्री तेरे नाम टुको हिरो बन्छ तेरे नाम टुको हिरो तेरे नाम टु आइसक्यो र आएर पनि रौतहटमा रिलिज भइसक्यो अब नेपाल भरि रिलिज हुनु बाँकी छ अनि हिरो चाहिँ को छ त सलमान खान नै हो के को सलमान खान हुन्छ हाम्रो वान एन्ड ओन्ली ऋषि धमला यस यसपालिको प्रधानमन्त्री उहाँ बन्नुहुन्छ भनेपछि यो चोटिको चुनाव रमाइलो हुने भएन त अनि पार्टी चिन्ह चाहिँ के छ नि उहाँको यही मोबाइल फोन चाहिँ किन नि काजु हुनुपर्ने होइन र अनि पार्टीको स्लोगन चाहिँ के हो नि हाम्रो धमला सरको रुको जरा पार्टीको स्लोगन त अब की बार